भदौ 10 गते संसदमा प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रत्यक्ष प्रश्नोत्तर। के बालेन शाहले माफी माग्दैछन् त? यसबारेमा महत्वपूर्ण जानकारी। गृहमन्त्रीको हतारो, फिल्डबाटै निर्देशन। प्रहरी प्रशासनले अलमलमा। पत्रकार किशोर श्रेष्ठ रिहा। किशोर श्रेष्ठलाई छाड्न सर्वोच्च अदालतले लिएका 4 आधारहरू के हुन् यसबारेमा पनि विशेष जानकारी। हिरासतबाट निस्कदै किशोरले भने जंगली तन्त्रमाथि सर्वोच्चले ब्रेक लगायो। पत्रकार किशोर श्रेष्ठ विरुद्ध उपसभामुख ठाकुरले दिइन् जाहेरी। यस्तो छ आरोप। रासोपाका सभापति रवि लामिछानेको घोषणा। लिडरशिप एकाडेमीमा नआइकन अब कोही पनि रासोपा उम्मेद्वार बन्न सक्दैन। अबको महाधिवेशनमा आफूलाई हराएर नेतृत्व लिन नेपाली कंग्रेसका सभापति गगन थापाको चुनौती। गगन थापाको खुलासा। मेरो घरको गेटमा तिर्स्याएको गाडी चलाउने प्रहरी थिए। कता हरायो सुगोली सन्धिको सकल प्रति। यसबारेमा विशेष जानकारी पनि आजकै समाचारमा। जसले उम्मेद्वारको आश्वासन दिएको छ ती सबै आजबाट खारेज भए। रासोपाका सभापति रवि लामिछानेको भनाई। सांसद खगेन्द्र सुनारले फेरि भने गृह सचिव र आइजिपी बर्खास्त अनिवार्य छ। इन्भेस्टमेन्ट बैंकका अध्यक्ष र सीईओ भागे। पक्राउको तयारीमा सीआईबी। संसद भंग गरेर हिँड्न थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले गरे कडाई। सांसदहरूले कारण सहित अनिवार्य फारम भर्नु पर्ने। स्ट्राइकमा उडेर काठमाडौँ फर्किएका मन्त्री लम्साल घरमा आराम गर्दै। केपी ओली र प्रचण्ड सहमतिको 23 दिनपछि कोशीमा पुरानै नेतृत्वमा नयाँ गठबन्धन। दुर्गा प्रसाई नेतृत्वको अभियानका प्रतिनिधिसँग वार्ता गर्न सरकारले बनायो टोली। बागमतीमा सरकार गठनको बाटो खुल्यो। नयाँ मुख्यमन्त्रीको आजकै समाचारमा हेर्नुहोस्। 350 रुपियाँको सामान किनेका उपभोक्ताले पाए 10 लाख रुपियाँको करदाता पुरस्कार। सरकारले आलोचना, प्रश्न र निन्दाको फरक छुट्याउन सकेन। नेपाली कंग्रेसका सभापति गगन थापाको भनाई। गगनले शेरबहादुर देउबालाई भने तपाईलाई ढाँटे दाई फेरि डुबाए। गगन थापा भन्छन् असोज 16बाट महाधिवेशन हुन्छ। कुनै किन्तु परन्तु हुँदैन। सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने विषयले शेरबहादुर देउबा पक्षमा मतभेद। बालेन शाहको बेढंग शैलीले ओली देउबा र प्रचण्डको मनोबल बढ्दै। बस्तीमा डोजर चलेता ज्यान गुमाउने भूमिहीनको संख्या नपुग्यो। छानबिनको माग। विद्युत प्राधिकरणका कर्मचारीले जनही 27,000 उच्च भत्ता पाउने। सामुदायिक विद्यालयको अवस्था बुझ्न शिक्षा मन्त्री सस्मित पोखरेलद्वारा अवलोकन शुरू। प्रचण्डका ज्वाइँ जीवन आचार्यको मन्त्रीमा ह्याट्रिक। नेकपा भित्र भाँड भैलो मचियो। म्यानपावर व्यवसायी र सरकारको वार्ता सकियो। 45 दिनभित्र माग सम्बोधन गर्ने सहमति। गगन थापालाई सभापतिमा मान्छौं। सिनियर नेतालाई समेट्नु पर्यो। डाक्टर शशाङ्क कोइरालाको भनाई। लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत। पक्षमा 45, विपक्षमा 26 मत। सभामुख डोल प्रसाद हराललाई एमाले दियो धन्यवाद। मुलुक संहिता समानुकूल संशोधनको आवश्यकता छ। कानून मन्त्री सुवेता गौतमको भनाई। 2 घण्टामै श्रम स्वीकृति दिने व्यवस्था मिलाइएको मन्त्री यादवको दावी। कोशी सरकारमा सहभागी भए नेकपा। 4 मन्त्री र 1 राज्य मन्त्रीले लिए शपथ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले भने जनतालाई अस्पताल पुग्ने साधन हुँदैन। मन्त्रीलाई रोगा लाग्दा हेलिकप्टर। कर्णालीका मुख्यमन्त्री शाहीले बुधबार विश्वासको मत लिने। सांसद हर्क साम्पाङको प्रस्ताव। नेपाल भारत खुला सीमा बन्द गरौं, भिसा सिस्टममा जाउँ। बालेन शाहलाई सिकेराउतको सुझाव। सरकार चलाउने ढंग नभई मार्ग प्रशस्त गर्नुस्। प्रचण्डका ज्वाइँ तेस्रो पटक मन्त्री सिफारिस भएपछि नेकपामा रडाको। इन्दिरा राणा मगरले सदनमै पुखिन। सामाजिक सञ्जालमा गरिएका टिप्पणीले दिएको पीडा। शेरबहादुर दाईले विचारको उचाइले होइन गुट र शक्ति केन्द्रबाट राजनीति गर्नु भएको हो। नेपाली कंग्रेसका नेता प्रदीप पौडेलको भनाई। डीएसपीको क्षेत्रमा डीआईजीको छापा। 82 लाखको जुत्ता चप्पल बरामद। प्रशासनिक खिच्चातानीले खोस्यो नेपाली पब्जी। टोलीको एसियाड सपना। भारतसँगको सैन्य कूटनीतिक र भूराजनीतिसँग जोडिन्छ मानार्थ प्रधान सेनापति प्रचलन। आजबाट 24 घण्टा खुल्न थाल्यो। भक्तपुरको भाटबटनी। रासोपाकी सांसद आशिका तामाङको प्रश्न। एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका कहिलेसम्म चहार्नु पर्ने हो? नागरिकहरूलाई सिंहदरबार प्रवेशमा कडाई गरेको भन्दै सांसद संग्रौलाको आपत्ति। मृत्यु भएका मतदाताको विवरण अद्यावधि गर्न निर्वाचन आयोगको अनुरोध। रोल्पा विपत्ति बारेमा सरकारको धनाकर्षण गराउँदै वर्षमान पुनले राखे 5 माग। विधेयकबाट वेश्यावृत्ति शब्द हटाउन सांसद अधिकारीको माग। काभ्रे खानीखोला जीव दुर्घटना अपडेट। घाइतेलाई हेलिकप्टर मार्फत धुलीखेल अस्पताल ल्याइयो। 45 कर्मचारी सरुवा को कहाँ यसबारेमा महत्वपूर्ण जानकारी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बोलीले भाइरल दिमागी नक्सल पार्टी। एकै दिन 1.5 लाख बढी फलोअर्स। र आजको स्मार्ट खबरको स्वास्थ्य सम्बन्धी समाचारमा खाली पेटमा मेथीको पानी किन पिउने, के कस्ता छन् चमत्कारिक फाइदा, यसबारेमा महत्वपूर्ण जानकारी दिनेछौं। त्यसकारण भिडियोलाई अन्तिमसम्म हेर्नुहोला।